हेलो फ्रेन्ड्स, वेलकम माई स्टकलाइन च्यानल। आजको यस भिडियोमा हामी मार्केटको साइकललाई स्टडी गर्छौँ है त। कति बेला मार्केट बेरिस जोनमा जान्छ, कति बेला बुलिस जोनमा जान्छ, कति बेला स्ट्रङ बुलिस जोनमा जान्छ, कति बेला स्ट्रङ बेरिस जोनमा जान्छ, कति बेला साइडवेज जोनमा जान्छ, त्यसको स्टडी गर्छौँ है त। अब जाउँ हामी सिम्पल आरएसआई इन्डिकेटरलाई युज गरेर हामी के गर्छौँ, बेरिस, बुलिस र साइडवेज जोनलाई फाइन्ड आउट गर्छौँ है। हामी सिम्पली 60-40 सेट गर्छौँ। सिम्पली ओकेमा जाने सेट गर्ने आरएसआई 60-40 सेट भयो। हामी विकली टाइम फ्रेममा स्टडी गर्छौँ है त। सिम्पल रुल के छ भन्दाखेरि यसको कुनै पनि मार्केट बेरिस हुनको लागि साइडवेज भएर बेरिस हुन्छ, कुनै पनि मार्केट बुलिस हुनको लागि साइडवेज भएर बुलिस हुन्छ है त। फेरि स्ट्रङ बुलिस हुनको लागि रि साइडवेज भएर अगेन के हुन्छ, बुलिस हुन्छ। अब जाउँ बुटोल पावर कम्पनीको स्टकलाई एनालाइसिस गरौँ। सिम्पली मार्केट प्रिभियस हाइजबाट मार्केट के भएको छ, एकदम डाउन भएको छ है। आरएसआई एस पोइन्टबाट डाउन भएको छ। मार्केट 60-40 को रेन्जमा घुमेको छ। फेरि के भएको छ, मार्केट बेरिस जोनतिर गएको छ है। यस पोइन्टदेखि मार्केट के भयो, 40 लाई ब्रेकआउट गरेर बेरिस जोनतिर गएको छ। अगेन मार्केट बेरिस जोनतिर गएर साइडवेज बनाएको छ। यस पोइन्टमा 60-40 के गरेको छ, ब्रेकआउट हुन खोजिरहेको छ। मार्केट अगेन साइडवेज बनायो। यस पोइन्टमा के गर्यो, मार्केटले ब्रेकआउट दियो विथ स्ट्रङ भोल्युमका साथ। मार्केटले के गर्यो, बेरिस बुलिस जोन बनायो है त। अगेन मार्केट के गर्यो, साइडवेज जोनमा झऱ्यो है। एकदम हाइज बनायो मार्केट, साइडवेज जोनमा झऱ्यो। मार्केटले के गराउन खोज्यो, यस पोइन्टमा बुलिस जोन बनाउन खोज्यो यस पोइन्टदेखि है त। मार्केट फेरि त्यसपछि के गरे, 60 सपोर्ट ल्याएर एकदम स्ट्रङ के गरेको छ, बुलिस जोनतिर गएको छ। त्यसैगरी एनजिपिएलको स्टकलाई पनि स्टडी गरौँ। मार्केट प्रिभियस स्ट्रङ हाइजदेखि के भएको छ, मार्केट डाउन भएको छ, फल भएको छ। त्यसपछि मार्केट साइडवेजमा घुमेर बेरिस जोनतिर गएको छ है। एक्ज्याक्टली यस पोइन्टदेखि मार्केट के भएको छ, 60 लाई रेजिस्टेन्स हानेर मार्केट बेरिस जोनतिर गएको छ। आरएसओ 60 लाई रेजिस्टेन्स हानेर बेरिस जोनतिर गएको छ। मार्केट बेरिस जोनतिर गयो, फेरि अगेन मार्केट साइडवेजमा आयो र के हुन खोज्यो, मार्केट यस पोइन्टमा आएर बुलिस हुन खोज्यो है। यस पोइन्टमा मार्केट के भयो, बुलिस ट्रेन्डमा गयो। अगेन मार्केट के भयो, आयो साइडवेजमा आयो। यस पोइन्टदेखि मार्केट स्ट्रङ बुलिस जोनमा गयो। कुनै पनि मार्केट बुलिस हुनको लागि साइडवेज भएर बुलिस हुन्छ, बेरिस हुनको लागि साइडवेज भएर बेरिस हुन्छ है। अगेन मार्केटले के भयो, अगेन मार्केट डाउन ट्रेडमा झऱ्यो। साइडवेज जोनमा झऱ्यो मार्केट, आरएसआई 60-40 को रेन्जमा झऱ्यो है। यस पोइन्टमा अगेन मार्केट 40 सपोर्ट लिएर के भयो, स्ट्रङ बेरिस जोनतिर गयो। त्यसैगरी अर्को स्टक हेरौँ।
यसमा पनि सिमिलर छ। मार्केट स्ट्रङ डाउन बेरिस जोनदेखि मार्केट यस पोइन्टदेखि मार्केट के हुन खोजिरहेको छ? बुलिस हुन खोजिरहेको छ। मार्केट फेरि केमा आयो? साइडवेज जोनमा आयो, 60 सपोर्ट ल्यायो आरएसआई। अगेन मार्केट के गयो? बुलिस जोनतिर गयो है त। स्ट्रङ बुलिस भयो मार्केट। अगेन मार्केटले के गर्यो? साइडवेज जोन गरायो, 60-40 को रेन्जमा घुम्न थाल्यो। यस पोइन्टदेखि है मार्केट डाउन भयो। आरएसएस बिलो 60 मा जान खोज्यो, गयो। अगेन मार्केटले यस पोइन्टदेखि के गरायो? बुलिस जोन स्टार्ट गरायो है त। अगेन मार्केटले स्ट्रङली के गर्यो? बुलिसतिर प्रवेश भयो है त। त्यसै गरी बरुनको हेरौँ। बरुनको पनि सिमिलर छ। मार्केट स्ट्रङ साइडवेज जोनमा घुमेर यस पोइन्टदेखि के गर्न खोज्यो मार्केटले? 60 सपोर्ट ल्याएर बुलिस हुन खोज्यो। मार्केट स्ट्रङली गयो, बुलिस भयो। र अगेन 60 सपोर्ट ल्याएर अगेन के हुन खोज्यो? बुलिस हुन खोज्यो। मार्केट केमा झऱ्यो? साइडवेजमा झर्न खोज्यो। यस पोइन्टदेखि है आरएसआई 60-40 को रेन्जमा झऱ्यो, साइडवेजमा झऱ्यो। अगेन मार्केट के गरायो? 60 ब्रेकआउट गराएर गयो आरएसआई। अगेन बुलिस जोनमा गयो है त। त्यसपछि स्ट्रङ बुलिस हुँदै मार्केट अहिलेको अवस्थामा 401 सम्म गइरहेको छ। अझै पनि बुलिस ट्रेन्डमै छ यो मार्केट है त। एसपिपिएल हेरौँ। एसपिपिएल स्ट्रङ साइडवेज भएर के गर्यो? साइडवेज भएर बेरिस जोनतिर गयो। मार्केट अगेन मुभ भयो। एक्ज्याक्टली आरएसआई 60 सपोर्ट ल्याएर के गर्यो? मार्केट बेरिस जोनतिर गयो। अगेन मार्केट के भयो? साइडवेज जोनमा झऱ्यो। 60 सपोर्ट लियो र अगेन मार्केट के भयो? बुलिस जोनतिर गयो है। बुलिस हुन के गरेको छ मार्केट? 60-40 को राउन्डमा साइडवेज भएर आरएसआई बुलिस भएको छ। बेरिस हुनको लागि के गरेको छ मार्केट? 60-40 मा साइडवेज भएर बेरिस भएको छ। आजको भिडियो कस्तो लाग्यो? जस्तो लाग्यो सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला। थ्याङ्क यू फर वाचिङ भिडियो। धन्यवाद।